ए बारीमा मुला ए अंकलको के भयो? अझ के भयो भन्छस्? तैले के भन्न लाथिस भर्खर? के भन्न लाथे र? बारीमा मुला अंकलको चुला त भन्न लाथे नि मैले। ए चुला पो, मैले त अरू नै बुझिरहेथे। त आज भोलि धेरै बुझ्दैछस्? तँलाई खसी नपारी भएको छैन। कसलाई खसी पार्नु पर्ने हो? म पार्दिउ? औजार छ मसँग। पर्दैन अंकल, आफ्नो औजार आफैसँग राख्नुहोस्, आन्टीलाई काम लाग्छ। ह्या के डबल मिनिङ कुरा गरिरा? दक्षिणा माग्न अङ्कल आन्टीलाई, अब जानुपर्छ के? अंकल आन्टी हामीलाई दक्षिणा दिनु न, अब हामी जाने। हैट, यति छिटो दक्षिणा? त्यही नि यस्तो जे पाए त्यही भट्टाएर दक्षिणा पाइन्छ? अलि राम्ररी भट्टाव। खोइ छोड, म भट्टाउँछु अब। ए खोर्सानी पिरो ए हाम्रो अंकल हिरो ए अफिसको ड्युटी ए हाम्रो आन्टी ब्युटी ए बारीमा बोडी ए कति राम्रो जोडी ए मलाई आयो ज्वरो ए अंकल कति गोरो ए गाई बन्ने डोरी ए आन्टी कति गोरी ए रुखमाथि मैना। भयो बाबु भयो, यो भन्दा धेरै तारिफ नगर। तारिफ सुन्ने बानी छैन के हाम्रो। हाम्रो होइन तिम्रो, मेरो त सबले तारिफ गर्छ। पैसा दिएर मेरो तारिफ गर भनेपछि त जसले नि गरिहाल्छ नि। के रे, मैले कसलाई पैसा दिएर तारिफ गर्न लाए? नदेखि नबोल है। नदेखि त तिमी पो बोल्छौ त बुढी। जो चोर उसैको ठुलो स्वर। जो चोर उसैको ठुलो स्वर भने चाहिँ हरि आफैले टिभीको रिमोट फुटाएर आफ्नो भाइलाई गाली गरिरहेको छ। ओइ साइको भैस कि क्या हो? यो के भन्दैछस् त? देखिनस् वाक्य बनाइरहेको छु। जो चोर उसैको ठुलो स्वर